बुझ्नुभयो यसलाई मर्चिङ गर्ने तल्लो लाइन माथिल्लो लाइन पक्रिने नै होइन तल्लो लाइन के गर्ने त मर्चिङ योभन्दा सेतो कन्सिलरले चाहिँ आफ्नोभन्दा सेतो कन्सिलरले चाहिँ यसरी ब्रसमा गर्ने अनि जसरी हामी गर्थ्यौँ मर्चिङ गरेको भागमा अझै सेतो युज गर्न सक्छौँ यसरी लाइन क्रिएट फेरि गर्ने फर्स्टमा के गर्यौँ लाइन बना चिमिक पारेर माथि हाल्थ्यो यो लिन लाइन भयो यतिकै त हाम्रो लुक्स कम्प्लिट भएन नि त अब फेरि यो लाइन नदेखिने गरेर हल्का यसलाई मर्चिङ गरेर तल ल्याउने बुझ्नुभयो यो लाइनबाट तल चाहिँ के गराउने हाइलाइट भयो डार्कबाट हामीले इल्युजन क्रिएट गर्यौँ हामीले त्यसपछि फेरि यसलाई के गर्यौँ मर्चिङ गर्यौँ तल ट्याक्कै देखिन नि भएन सेतै गर्दा पनि हुन्छ है यो भयो माथिको लाइन अब हामीले चाहिँ विचार गर्ने नेचुरली मान्छेको फेसमा चाहिँ कस्तो देखिन्छ भनेर याद गर्ने यता हुन्छ यहाँ हुन्छ यो ठाउँमा हुन्छ यहाँ हुन्छ कता कता चाहिँ उहाँको क्रिच छ नि हो त्यो लाइन एरिया हेर्दै यस्तोमा नि हुन्छ हो यो लाइनमा छोडिदिनु यो भागमा हल्का यो भागमा अनि यो मुख्य लाइन यो भागमा अनि यो यसरी लाइनिङ चाहिँ हामीले जहाँ छ हामी आफै बुझेर गरौँ है गर्ने अनि त्यसपछि यो भागमा चाहिँ यो भागमा यसरी कस्तो बुढिया छ देखेको यहीबाट भिडियोमा बुढी मेकअप गर्ने अनि यसरी यो म बुढी हुँदा नराम्री हुँदो रहेछ यो भागलाई चाहिँ के गरियो त हामीले हाइलाइट गरेर के गरियो त पहिला हाइलाइट मात्रै गऱ्यौँ प्रोसेस अरूको बाँकी छ है अनि यो भाग यसलाई फेस स्किन केयर गरेर गर्न सकिन्छ क्रिया गरेर गर्ने यसमा त हामीले फाउन्डेसन लगाएर गर्न सकिन्छ फाउन्डेसन लाउँदा धेरै सेतो नलाउने दागहरू जस्तो पोतो पोतो कोठीहरू राम्रो धेरै गरेर राम्रो गर्ने भइएन नि त अब हामीले यसलाई त के गर्यौँ अब त्यो जो पहिलो भइसक्यो होइन आफै कस्तो ठ्याक्कै हुने अनि यसलाई सिधा लाइन त बसाउनु भएन अब के गर्ने जुन एरियामा हामीले गरेको थियौँ तल्लो लाइनमा चाहिँ के गर्ने यसलाई ब्लेन्डिङ गर्ने है अरू छोडेर उहाँको आँखादेखि नै यहाँ पनि गराउनुपर्छ है यहाँ पनि आँखामा पनि गराउनुपर्छ 2-3टा लाइन यस्तो क्रिच बढी हुन्छ नि त दिदीले यिनीहरूलाई बनाइदिन पर्ने हो क्या मलाई बनाइदिनु तिमीहरूलाई उनीहरूलाई पनि बनाइदिनु तपाईँहरूले डाइरेक्ट लाइन देखेन हामीले यसलाई चाहिँ हल्का ब्लेन्डिङ गऱ्यौँ है हामीलाई इल्युजन मात्रै देखाउनु खोजेको हार्स लाइन देखाउनु छैन हामीलाई अब हामीले के गर्यौँ बिस्तारै जुन भागमा जसरी गर्थ्यौँ नातिकिन यतिकि त तलबाट नातिकिन के गर्यौँ त लाइनिङहरू गरायौँ है अनि त्यसलाई पनि ब्लेन्डिङ गर्ने है
नआतिकन 1-1.5 घन्टा लगाएर गर्ने है फिनिसिङ ल्याउन। केही पनि नहुने गरेर हल्का हाम्रो बुढी मान्छे व्हाइट कन्सिलरले गरौँ ल अहिले छैन भने। कति वर्ष पुग्नु भयो आमा? 70 वर्ष कटेर अहिले 71 लाए। कति राम्री देखिनु भयो त। 70 वर्ष कति हुन्न। हजुरको श्रीमान कति वर्षको हुनुभयो? मेरा श्रीमान 84 वर्ष। आमा एकछिन सुक्नु दिनु पर्छ। वाटरप्रुफले यो उम्।